भिड हो लुम्बिनी आयुर्वेद चिकित्सालयमा आफ्ना बालबालिकाहरूलाई स्वर्ण बिन्दु प्राशन गराउन आउनुभएका अभिभावकहरूको। स्वस्थ बच्चा नै समुन्नत देशको आधार हो। स्वास्थ्य रक्षा गर्न र रोग लाग्न नदिनको लागि आयुर्वेदमा खानपान, क्रियाकलाप, औषधि र अनेकौं विधिहरूको वर्णन गरिएको छ, जसमध्ये बालबालिकाको स्वास्थ्य संरक्षण गर्न एवं शारीरिक र मानसिक विकासमा टेवा पुर्याउनको लागि गरिने एउटा विधि हो स्वर्ण बिन्दु प्राशन। स्वर्ण भस्म अर्थात् प्रशोधित सुनको भस्म, मह र मेधा एवं स्मरण शक्तिवर्धक वनस्पतिहरू राखेर पकाइएको घिउलाई विधिपूर्वक मिश्रण गरेर स्वर्ण बिन्दु यानि कि सुनको थोपा तयार गरिन्छ। यो थोपा हरेक महिनाको पुष्य नक्षत्रमा 1 देखि 5 वर्षसम्मका बालबालिकालाई उमेर अनुसारको मात्रा हिसाब गरेर खुवाइन्छ। आयुर्वेदमा बालबालिकाको उपचारको लागि आधार ग्रन्थ मानिने काश्यप संहितामा स्वर्ण बिन्दु प्राशन गराउनाले बच्चाको पाचन शक्ति वृद्धि हुने, मेधा शक्ति सुदृढ हुने, त्वचाको स्वास्थ्य राम्रो हुने, रोगसँग लड्ने क्षमता मजबुत हुने र आयुलाई वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय समुदायमा भएका विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पनि यो कुरालाई पुष्टि गरेका छन् र नेपालमा पनि यस विषयमा अनुसन्धानहरू सुरु भइसकेका छन्। तर ज्वरो आएको, रुगाखोकी लागेको, झाडा पखाला, आउँ परेको अथवा एन्टिबायोटिक औषधिहरू सेवन गरेको बेलामा स्वर्ण बिन्दु प्राशन नगराउनु हुन सुझाव गरिन्छ। लुम्बिनी प्रदेशको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट केही वर्ष अघिदेखि नै औपचारिक रूपमा सुरु गरिएको यस स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल 7वटा प्रदेशका विभिन्न जिल्लाहरू मार्फत सञ्चालन गरिरहेको छ। आफ्नै भूमिबाट आएको विज्ञानलाई थप परिष्कृत गरेर नेपाल सरकारले सुरु गरेको यो आरोग्यताको अभियान सराहनीय छ। स्वर्ण बिन्दु प्राशन गराउने तालिका यस प्रकार छ र यदि तपाईँ पनि आफ्नो बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराउन चाहनुहुन्छ भने जानकारीका लागि आफ्नो नजिकैको आयुर्वेद स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्नुहुन्छ।